हेलो एभ्रिवान, अ भेरी गुड मर्निङ सबैजनालाई। शुभ बिहानीको सुप्रभात है साथीहरू। म चाहिँ उठेर पनि लन्चहरू बनाइसकेँ नानीको लागि है। अन्त म चाहिँ लन्च प्याक गर्दै चाय पिउँदैछु हो। अन्त मैले रोटी बनाइसकेको छु, घिउ लगाउनु मात्रै बाँकी छ है। सब्जी पनि बनाइसकेँ, सब्जी बनाएर सब्जी पनि सेलाउनु पर्ने हुन्छ किनभने गरम बेसी छ है, दिउँसो बिग्रिन सक्छ भनेर चाहिँ। त्यही हो साथीहरू, तपाईँहरू उठ्नु भयो कि भएन है। हामी चाहिँ उठिसके। अन्त सन्जु त गइ पनि सक्यो, ड्युटी भर्खर निस्क्यो है। प्रणव रेडी हुँदैछ, म चाहिँ उसको लन्च बक्स प्याक गर्दैछु। अन्त फेरि उसलाई छोड्नु जानुपर्ने हुन्छ, त्यही हो। अन्त चाय पिउँदै यसको लन्च बक्स रेडी गर्दैछु साथीहरू। लन्चमा चाहिँ मैले उसलाई आज के बनाइदिएको छु भन्दा चाहिँ एज युजुअल रोटी त उनीहरूको डेली नै लानै पर्छ स्कुलमा है। बाहिरको खाना उनीहरूको केही पनि एलाउड छैन, प्रणवीहरूको जङ्क फुडहरू केही पनि एलाउड छैन। र मैले यहाँ चाहिँ रोटी हालिदिइसकेको छु। यहाँ चाहिँ मैले उयो के अरे सब्जी सेलाएर राखेको थिएँ किनभने तातो हुन्छ नि त, त्यही भएर सब्जी सेलाएर राखेको थिएँ है। सब्जी चाहिँ के बनाएँ भन्दा चाहिँ घिया र चाना बनाइदिएको छु, सेलाइदिएको थिएँ कि। सब्जी चाहिँ घिया र चाना सेलाएर हालिदिएको है। अन्त फ्रुटमा चाहिँ आज प्रणवीलाई वाटरमेलन दिएको छु है। चम्ची हालिदिएको छु, पानीको बोतल हालिदिएँ है। सबै कुरो रेडी भयो प्रणवीको। अब खाजा खानु बाँकी छ उसको। चाहिँ कानाको लागि पनि रोटी बनाएँ हो, कानाले पनि रोटी खान्छ। अन्त त्यही हो साथीहरू, अब कानाले पनि रोटी खान्छ है, प्रणवीले पनि खाजा खान्छ। अन्त भेट्दै गरौँ है, सबैजनाको दिन राम्रो जाओस् है। त्यही हो, बिहान बिहान उठेर हत्तु हुन्छ साथीहरू। राति ढिलो सुताएँ, हिजो सन्जो कति 12-10मा आएको होला। सुत्दा सुत्दा 1 बजेको थियो। अहिले बिहानै फेरि 6 बजे उठ्नु। झन्डा म सब्जीहरू सबै राति नै काटेर राख्छु है, आटा मात्रै बिहान मुस्छु। सब्जीहरू चाहिँ सबै काटेर राति नै रेडी गरेर राख्छु, खालि बिहान धोइधाइ पार्यो। अन्त प्याज स्याज टमाटर समटर काट्यो, अन्त पकायो हो। अनि छिटो हुन्छ होइन, नभए त ढिलो हुन्छ नि। अन्त आटा मात्रै बिहान मुस्छु हो। सन्जुले पनि रोटी खाएर जान्छ नि त बिहानै। सन्जु अब एकैचोटि 1 बजी आइपुग्छ, 12:30-1 बजी हो, लन्च ब्रेकमा आइपुग्छ। त्यहाँबाट लन्च ब्रेकमा लन्च गरेर गएपछि चाहिँ एकैचोटि फेरि राति 12 बजी आइपुग्छ। ओके साथीहरू, भेट्दै गरौँ है। यस्तै हो, के गर्नु। अब नानीलाई छोडेर आएर सुत्नुपर्ने हुन्छ, एकछिन 1-2 घन्टा सुत्नुपर्ने हुन्छ किनभने रेस्ट पनि चाहियो है। यो अनिन्द्र भएर नै मेरो निन्द्रा कम्प्लिट नभएर अनुहारतिर पुरा दागहरू निस्किसकेको छ है। अन्त त्यही हो, वेट पनि त्यही भएर मेरो बेसी गेन हुँदैछ। खानु त म कम्ती नै खान्छु होइन, रोटी नै खान्छु, भात पनि कम्ती नै खान्छु आजकल। भात पनि खानु छोडेको छु, तर पनि मेरो वेट कम हुनुको नाम छैन किनभने मेरो टाइमिङ छैन, टाइम टेबल छैन मेरो सुत्नुको। सन्जुले त रोटी बनाएर ताला मारेर सुत, म आफै चाबी खोलेर उयो गर्छु। उसकोमा अर्को चाबी छ नि त, उसकोमा एउटा चाबी छ, हाम्रो घरमा एउटा चाबी छ नि त होइन। अन्त ताला मारेर सुत्नु, रोटी बनाइदिनु भन्छ कि। तर मलाई निन्द्रै लाग्दैन, रोटी बनाएर सुत्यो भने निन्द्रै लाग्दैन मलाई। ला आएर रोटी खाएँ कि खाएन, ताला खोले कि खोलेन, बाहिरै बसेँ कि भन्ने टाइपको हुन्छ क्या मनमा। त्यही भएर साथीहरू भेट्दै गरौँ है। आजको लागि चाहिँ बाई बाई।